हेलो हेलो वेलकम टु माई मिनी ब्लग। सबैजनालाई स्वागत छ। आई होप म आशा गर्छु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। र आजको यो चिसो मौसममा चाहिँ मैले चाउचाउको रेसिपी बनाउन गइरहेको छु। अब रेसिपीतिरै जाउँ, लेट्स गो। र मैले भाँडो बसाएँ। भाँडो बसाइसकेपछि चाहिँ मैले ग्यास अन गरिसकेपछि चाहिँ भाँडोलाई तात्न दिएँ। चाउचाउ चाहिँ मैले आज रम्पम चाउचाउ बनाउने छु। नेपालमै उत्पादित एकदमै राम्रो गुणस्तरीय हुन्छ। खानको लागि स्वास्थ्यलाई नै एकदमै राम्रो गर्छ चाउचाउले, रम्पम चाउचाउले चाहिँ। र मैले भाँडो तातिसकेपछि आवश्यक अनुसार तेल राख्न गइरहेको छु। तेल चाहिँ धेरै राख्नु हुँदैन कुनै पनि खानेकुरामा। र मैले तेल तातिसकेपछि प्याज राख्दैछु। अब प्याज तात्दैछ, हेर्न सक्नुहुन्छ। प्याजलाई चाहिँ मैले तेलमा बसाइसकेँ। प्याजलाई राम्रोसँग चलाउने। प्याज अलि रङ फेर्न गइरहेको छ। प्याज राखिसकेपछि टमाटर राख्ने। प्याज राम्रोसँग भइसकेपछि टमाटरलाई पनि मिक्स गर्ने। टमाटर र प्याज भयो भने कुनै पनि खानेकुरामा स्वाद नै फरक बनाइदिन्छ। प्याज टमाटर राम्रोसँग चलाउने, एकदमै राम्रोसँग चलाइ गर्ने। किनकि यो पिज्जा नलाओस् भन्नाले एकदमै राम्रोसँग चलाउने। प्याज र टमाटरलाई अलि गलाउनु पर्छ। किनकि मैले चाउचाउलाई चाहिँ झलिलो खालको बनाउने हो। त्यसै कारण अलि प्याज टमाटर राखेर अलि ग्रेभी टाइपको बनाउन गइरहेको छु, हेर्न सक्नुहुन्छ। अब यसलाई फेरि ढाकिदिने, थोरै समयको लागि ढाक्ने। र अब मैले ढाकेको प्याज टमाटर चाहिँ खोलिसकेको छु र यतिको भइसकेको छ। र यसलाई एकदमै मजाले चलाउने, एकदमै लिटो बनाउने सकेसम्म। मेरो चाहिँ यतिको भइसकेको छ। अब यतिको भइसकेपछि हुन्छ। र अब चाउचाउ लिने, चाउचाउलाई खोल्ने। चाउचाउलाई खोलिसकेपछि मैले चाहिँ त्यसको मसलालाई छुट्टै गरिदिएँ। किनकि मसला अहिले पछि राख्नुपर्छ, पाकिसकेपछि, पाक्न आँटेपछि। र चाउचाउ बिस्तारै ट्याक्क 1 2 3 तीनटा चाउचाउ राख्दैछु मैले। 2टा राखिसकेँ र अर्को लास्ट पनि राखिसकेँ। अब चाहिँ यति राखिसकेपछि मजाले चलाउने। ट्याक्क मजाले हिट हुने तरिकाले चलाउने चाउचाउ चाहिँ एकदमै तातुन्जरी। बेसी तरिकाले चलाइराख्ने, एकदमै चलाउने। म चाहिँ एकदमै राम्रोसँग चलाइसकेपछि अब चाहिँ नुन राख्दैछु। आवश्यक अनुसार नुन राखेँ मैले। थोरै बेसार राखेँ। यसलाई आवश्यक अनुसार बेसार पनि राखेँ मैले। र फेरि चलाउने नुन र बेसार राखिसकेपछि। र अब मैले झलिलो बनाउने भनेको हुनाले पानी राख्न गइरहेको छु। आवश्यक अनुसार आफूले कतिको खाने हो त्यही अनुसार पानी राख्नुपर्छ। पानी चाहिँ मैले पहिले नै तताएको थिएँ र चाँडो हुन्छ भनेर तताएको हो। र पानी राखिसकेँ। पानी राखेर आनन्दले चलाउने। र उसको चाउचाउको मसलालाई चाहिँ अब राख्दा ठिक हुन्छ, ट्याक्क टेस्ट आउँछ। चाउचाउको मसला पनि मैले अब राख्दैछु। चाउचाउको मसला राखेको देख्न सक्नुहुन्छ अब हजुरहरूले। यसरी मसला राखिसकेपछि डाडुले आनन्दले चलाइराख्ने। धेरै चलाउनु पनि हुँदैन किनकि चाउचाउ गलिसकेको हुन्छ पानी राखिसकेपछि। त्यसमाथि मैले तातो पानी प्रयोग गरेको छु। र अब यतिको भइसकेपछि चाहिँ सफा भाँडो लिएर थोरै समयको लागि ढोक्ने। र अब भयो भन्ने बेलामा खोलेर हेर्ने 2-3 मिनेटपछि। र चाउचाउ उम्लिसकेको हुन्छ।
अब हाम्रो यो चिसो मौसममा तातो चाउचाउ चाहिँ तयार भइसकेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। आजको रेसिपी चाहिँ तयार भएको छ, यो झलिलो चाउचाउ। यो जाडो समयमा एकदमै मजा आउनेछ, यसले चाहिँ फरक रङ्ग दिनेछ र हजुरहरूले पनि यस्तै बनाएर खाने गर्नुहोला। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।